पूर्ण यात्रा गरेर यो बाटो एकदम चिप्लो बाटोमा चाहिँ हामी अहिले चप्पल खोलेर जुत्ता खोलेर हिँडिरहेका छौँ। एकदमै चिप्लो बाटो रहेछ। हामी 4 भाइ छौँ र हाम्रो यात्रा चाहिँ आज सुन्दरी जल टु कागेश्वरी हाइक छ। सो हामीले चाहिँ सुन्दरी जलबाट आफ्नो हाइक स्टार्ट गरेको हो। भर्खर हामीले पहाड चढ्यो तर एकदमै सिपर। यो के को पात हो अरे? सल्लाहको पात हो। सल्लाहको पातमा चाहिँ हामी चिप्लेर जति माथि आयो त्यति चिप्लिने, जति माथि आयो त्यति चिप्लिने गरेर चाहिँ हामी बल्ल बल्ल यो यात्रालाई हामीले रोडसम्म चाहिँ कायम गर्न सक्यौँ। अझै पनि यहाँ हामी देख्न सक्छौँ यो सल्लाहको पातहरू। रोडोडेन्ड्रन पनि भेटेको छन् हाम्रो साथीभाइहरूले र हामी एकदमै रमाइलो यात्रामा छौँ। सबैजनाले ट्राभल ब्युटिफुल नेपाललाई सब्सक्राइब गरिदिनु होला। हाम्रो काम भनेको चाहिँ नेपाल घुम्ने र नयाँ नयाँ ठाउँ एक्सप्लोर गर्ने र तपाईँहरूलाई देखाउने, नेपाल एक्सप्लोर गरेर तपाईँहरूलाई देखाउने र तपाईँहरू माझ ल्याउने हो हाम्रो काम भनेको है। अनि त्यसपछि हामी नेपालको कस्तो कस्तो ठाउँमा चाहिँ हाइक गर्न सक्छौँ र कहाँ कहाँ जान सक्छौँ भन्ने कुराहरू हामीलाई तपाईँलाई डिटेल्समा दिनेछौँ। र यो चाहिँ सर्ट हाइक पऱ्यो, यो चाहिँ काठमाडौँबाट पनि गर्न सकिन्छ। तपाईँले 1 डेमै सक्नुहुन्छ यो हाइक चाहिँ है। ल यो चाहिँ फुल अफ नेचुरल ब्युटी। फेरि त्यस्तै बाटो आयो। अब फेरि हामी त्यही स्लिपरी बाटोमा हिँड्दैछौँ। हामी चाहिँ ट्रेकिङ हाइकिङको यात्रामा छौँ र अहिले हामी पुरै पानामाको जङ्गल प्रवेश गरिसकेका छौँ। अमेरिकाको यात्रा हो हाम्रो। पुरै निकै कठिनपूर्ण यात्रा रहेको छ र हामी 4 भाइ पुरै यो यात्रामा सफल हुन्छौँ भनेर अगाडि बढिरहेका छौँ। हाम्रो सन्तोषजी पनि हुनुहुन्छ पछाडि, उहाँ पनि यो यात्रामा हामीसँग आउनुभएको छ। ल अब जति पनि दर्शकहरू हुनुहुन्छ हाम्रो भिडियो हेरेर मन पराइदिनु होला, लाइक एन्ड सब्सक्राइब गरिदिनु होला, सबैजनाले कमेन्ट पनि गरिदिनु होला र हामी नेक्स्ट अर्को भिडियोमा पनि राम्रो कन्टेन्ट यस्तै बनाउँदै है। अनि केही धारणाहरू छ भने तपाईँहरू राख्न सक्नुहुन्छ। बुझ्नुभयो कस्तो हुँदैछ यात्रा? बुझिस्यो कि नै? बुझिस्यो भने भन्नुहोस्, नत्र भने नभन्नुहोस्, केही छैन। तर भन्न चाहिँ केही न केही चाहिँ भन्नुहोस्। बाटो एकदम कठिन, एकदम चिप्लो, तर हामी कहाँ हिँडिरहेछौँ हामीलाई अत्तो पत्तो छैन। म रिक्समा त मायालाई सम्झेर ल हेरौँ हामी कति रमाइलो यात्रामा छौँ अहिले। उल्का रमाइलो होइन हजुर? केही कुरा 2 शब्द राखिदिनुहोस् न हजुर। 2 शब्द हजुर। रमाइलो एकदम हजुर। तपाईँको काठमाडौँको उत्तरतर्फ रहेको हजुर एकदम रमणीय स्थल हजुर कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको त्यो रमणीय स्थलहरूमा हजुरहरूलाई स्वागत छ। हजुरले जे होस् इन्जोय गरिरहनु भएको छ नि हाम्रो मोमेन्ट। एकदमै इन्जोय गरिरहेको छु। ल ईश्वर प्रभु केही कुराहरू राखिदिनुहोस् त हजुरको। एकदम आज हामी रमाइलो गरिरहेको छौँ। धेरै बसेको सम्म भएको यात्रा यो हाम्रो हजुर र एकदम एडभेन्चरस हजुर रमणीय छ नि। यो गर्मीमा शीतल जङ्गलको छारीमा हामी यात्रा गर्दैछौँ। 4 भाइ हिँडिरहेछौँ। 4 भाइ, 1 भाइ अगाडि पुगिसके। 1 भाइसँग नि म यहाँ प्रयास गर्ने जोडिने क्रममा छौँ। हामी यहाँ जोडिन्छौँ उहाँसँग पनि है। अब यस्तै छ हाम्रो यात्रा। क्याच अफ यु गाइज आफ्टर फ्यु मिनट्स। लाली गुराँस टिपिरहेका छौँ। हजुरहरू कति खानुहुन्छ लालीपप? कति खाने लालीपप दिनुहोस् त। हो लाली गुराँस हेर्नुहोस्। सो दिस इज कल्ड द रोडोडेन्ड्रन, द नेसनल फ्लावर अफ नेपाल। अलराइट, यो चाहिँ नि लाली गुराँस हो, हाम्रो राष्ट्रिय फुल नेपालको। हजुरहरूले हेर्न सक्नुहुन्छ हाम्रो भाइ चाहिँ रुखमै चढेर लाली गुराँसहरू टिपिरहेका छन् र यता हाम्रो 2टा भाइहरू चाहिँ थकित मुद्रामा रेस्ट पनि गरिरहेका छन् उतापट्टि है। हजुरहरूलाई हाम्रो यात्राको